रोएको चर्चा भावुक भएको चर्चा अलि बढी छ ढुक्कै रुनु भयो हैन। अब जुन अवस्था उहाँहरूको देखियो त्यो त मन थाम्न सक्ने अवस्थै भएन हैन। त्यसले गर्दा त्यो कुरा आफ्नै ठाउँमा छ। त्यो किनभने पीडाले नदुख्ने छाती होइन नि मेरो त। सानो पीडाले पनि दुख्छ, त्यसमाथि यत्रो ठुलो उहाँहरूको चाहिँ नि लस भएको छ, यत्रो ठुलो चाहिँ नि क्षति भएको छ। त्यो क्षतिलाई त सहन सक्ने नै छैन। त्यस कारणले एकदमै उहाँहरू विक्षिप्त हुनुभएको थियो। मैले आफ्नो तर्फबाट एउटा व्यक्तिका रूपमा, राजनीतिक कर्मीका रूपमा उहाँहरूमाथि भएको अन्याय, उहाँहरूमाथि भएको जुन एउटा यो किसिमको दमन जुन छ, यो हत्या हो, यो आम हत्या हो, स्पष्ट रूपमा आम हत्या हो। उहाँहरूले न्याय नपाउन्जेलसम्म उहाँहरूको साथमा रहिरहने प्रतिबद्धता व्यक्त गरेर आएको छु। मलाई विश्वास छ सरकारका सीमितताहरू छन्। यो सरकारसँगलाई कहिलेकाहीँ के लाग्दो हो भने कोही पनि छैन कि भन्ने लाग्ला। सुशासन कायम गर्ने कुरामा सरकारलाई आवश्यक पर्दाखेरि सुशासन कायम गर्छ र त्यहाँ आड र आँट चाहिँदा हामी छौँ। त्यस कारणले जेन्जी शहीदको परिवारको र जेन्जीकै मागलाई यो पुरा गर्नको निमित्त रासोपाको एकबद्धता, मेरो एकबद्धता, म आफै न्यायिक लडाइँमा लडिरहेको छु। तर जे उहाँहरूलाई माथि बित्यो त्यो मेरो माथि बितेको कुरा खास त्यति ठुलो कुरो होइन। म त लड्दै गरौँला, तर उहाँको घरबाट आफ्नो परिवारको सदस्य नै गुमाउनु भएको छ। त्यस कारणले मेरो प्रतिबद्धता पार्टीका रूपमा, व्यक्तिका रूपमा र एउटा छोरो, भाइ, दाई, भतिजो जे भने पनि त्यसका रूपमा उहाँहरूप्रति मैले एकबद्धता जनाएर आएको छु र म त्यसमा अडिग छु। म कायम रहन्छु।